एकछिन एक्कासी सुरु गरिदियो त कस्तो पाराले कविजी मलाई हेर्दै हाँस उठ्छ किन कविजीलाई पनि मलाई हेर्दा हाँस उठ्छ होला मतलब भएन तर मनको राम्रो छ नि मनको राम्रो छ मनको एकदम राम्रो छ तर मलाई हेर्दा हाँस उठ्छ किन ए पहिला अलिकति बडा भन्ने खालको बडा अनि कडा कस्तो खालको त्यो नवाजले हानिदिन्छ नवाजले सेम हानिदिन्छ तिग्रा हाँस छ कि छैन भन्ने हो यहाँ जता हाँस हो मनिष त त्यही हो भाइ पेन त म पनि घुमाइदिन्छु त्यसरी यो केटीको एस छैन गाइस यो केटीको एस छैन यो केटीको एस खतरा छैन गाइस यो केटीको एस खतरा हुन्थ्यो भने उसले त्यो कर्भसँग उसले पछाडिको डोक्स पनि देखाउँथ्यो किनकि मेन चिज नै हो नि त उसको लागि त्यो सो गर्नुपर्ने होइन त त्यो खतरा थियो भने उसले मेन त्यो दिमाग नै यो एनी हाउ यो चाहिँ सो गर्नु पर्यो है भन्ने हुन्थ्यो केटीको एस खतरा छैन गाइस केटी लुती अनि जिउ चाहिँ मिलेको तर त्यो जिउ सँगसँगै त्यो एस पनि टक्क मिलेर त्यो नमिलेको कस्तो खालको जिउ भने यसको त्यो सागरको चिक्स जस्तै खालको चिक्स यो सागरको चिक्स छैन त्यो लु त लाइक हड्डी लाइक के भन्नु बोन्स बाई केही छैन हड्डी बाई केही छैन त्यस्तै खालको होइन खोइ अघि कर भन्दै थियो त कहाँ ए एकछिन फेरि म ब्याक गएँ फेरि ब्याक हामी चाहिँ ब्याक खोइ त्यो देखाउनु पर्ने होइन उसले यहाँसम्म देखा तर यहाँबाट देखाएन क्या कति छ भनेर साथीभाइको अगाडि मेरो फेरि छ भित्र खिच्वाचेको कसैले बुझे सताउन सक्दा हिजो राति म सुते जस्तो लाइक कसैको नहुस्कुले अङ्कमा हाने मैले 500 डलर छुटाउन गाह्रो के गलत के रहेछ ठिक अब गर्दिन म भन्दै गरे तिमीलाई छिट यो मलाई यही चाहिँ मन पर्दैन यार मलाई तिमीहरू कोही नरिस मलाई यही मन पर्दैन यार यो मलाई मनै पर्दैन मैले भने त मलाई मनै पर्दैन यो हेर गाइस एउटा कुरा म तिमीहरूलाई के भनिदिन्छु भने नि इङ्ग्लिसमा गाना गाउनु छ भने नि तिमीहरू कि इङ्ग्लिसमा तिमीहरूले अगर चल्नु छ भने नि कि तिमीहरूले स्टडी बट दिस केचरन भनेर त्यो इन्डियाले जसरी त्यो इन्डियन एक्सेन्टमै गाइदियो नि या हनुमानमे त्यो के छ हनुमान काइन्ड कि के भन्ने त्यो आयो तर त्यसले त यहीँको एक्सेन्टमा गर्दैन त उसले कि यो गरिदियो कि यो हुनु कि यो हुनु आफ्नै एक्सेन्टमा हान्नु कि यहाँको एक्सेन्टमा हान्नु तर यो बिचको यो इङ्ग्लिसहरू चाहिँ मलाई मनै पर्दैन कतिलाई सुहाउँछ होइन सुहाउनेहरूले हान तर सुहाउनेहरूले पनि म चाहिँ के भन्छ भने नेपाली हान क्या ठेट नेपाली हान क्या बिचबिचमा इङ्ग्लिसहरू देऊ अलिकति इङ्ग्लिसै गाना गाऊ कि त होइन तर बिचरा भाइलाई मैले त्यस्तो भन्नु खोजेको होइन मनको राम्रो छ मनको एकदम राम्रो छ यो रानी जसरी राखिदिन्छ अरे त्यो भने मात्रै नि तिमी मेरो मन आज राति तिमी आउँछौ पनि गोर राखे तन्न तिम्रो पारा इसारा देखेर परे म दङ्ग लाग्छ सबै माग तिमीलाई भेटे तन्न तिमी आउँछौ भने the fake hopes go out to I took to my momo money अबे के भन्यो यसले लगानी छु न go out to I took to my momo the fake hopes go out to I took to my momo ए खुवाउँछु आलु चप म थुक्पा भनेर यो त मैले नि भनेको थिएँ त हिजो खुवाउँछु म तिमीलाई आज टाको बिनपुरी त भनेको कोला मोमो चाउमिन अनि छोला भनेर नि एग्रो लगानी छु नम्बर मेरो मोमो अनि एग्रो एग्रो पनि खान्छ मेरो कल उठाउन एक चोटी अरूसँग बोल्न छोडिदिन्छु कसम if you say so tell my I'm the eso how cover tito चिताले चुकेको बिस्दिउला जेको lonely just the echo तिम्रो सम्झी had to record अरू केटा भन्दा किक दिन्छु सबैभन्दा बेसी फर्किआउ छिटो तिमी टाढा गएदेखि मुटु भाँच चिसो लास उठ्न ट्राई गरे निदाइन म हिजो छिटो भेट्न आऊ baby I already miss you
मलाई के पाल्छे मैले ग्राइन्ड नानीको साल्छे खाँदैछु असलमा हाम्रोलाई आजकल बाहिर नि जान्न खासे बसिसकेका थिए पाछे तन्नै यो भाइले ढाँटे यो भाइ मागेको छ यो भाइले ढाँटे यार ओभर ढाँटे यार यो भाइले बाहिर जाँदैन यो भाइ ओभर बाहिर जान्छ मलाई थाहा छ यो भाइ ओभर बाहिर जान्छ स्टोरीहरू जहिले के बाहिर गएको मात्रै हालिरहेको हुन्छ बाहिर जाँदैन ढाँटेको भेट्यो हामीले ढाँटेको भेट्यो नि फेरि उसलाई केही भनेको नि तिमीहरू यो उसले त गानामा त्यो एउटा को छ ल हेर्नु छापाली आउनु भएको छ गानामा खोइ के भन्यो भनेर के अरे यो यबीको बारेमा के भन्नुभएको छ उहाँले भनेर त्यो भाइ त नबोल यार त नबोल अझै किन त्यो गर्दैछस् मलाई थाहा पनि छैन तर कमै खतरा पनि छैन मैले थाहा पाइसकेको छु तिमीबाट मलाई के पाल्छे मैले ग्राइन्ड नानीको साल्छे खाँदैछु असलमा हाम्रोलाई आजकल बाहिर नि जान्न खासे जान्छौ पाछे तन्नै फसिसकेका थिए पाछे मैले चिट गरे पनि बिले यु स्टिल देयर तिमीले त्यति माया गर्छ थाहा थिएन कस्तो उसको चिक्स थियो तर उसले अरूलाई ठोकिदियो चिक्सले थाहा पायो हो र पनि चिक्सले उसलाई छोडेन यहाँ त्यस्तै के टाइप सिट भन्यो उसले के त्यस्तै के भन्यो है त्यस्तै के भन्यो म गल्ती पनि हुन सक्छु फसिसकेका थिए पाछे मैले चिट गरे पनि बिले यु स्टिल देयर तिमीले त्यति माया गर्छ थाहा ओ थिएन मैले चिट गरेँ पनि बेबी यु स्टिल देयर मैले त्यति माया गर्छु तिमीले मलाई थाहा थिएन अरे हामीलाई पनि ल्याउ न त्यस्तो चिक्स मेरो चिक्सले छोडेर त म आज अझै नबोल्दै हिँडेको जस्तोलाई कसैको नोजब्लिड अङ्कमा हाने मैले $500 छुटाउन गाह्रो के 500 त फिक्स तिरेन यार 500 फिक्स तिरेन 500 तिरेन उसले 500 तिरेन गानाको गफ होइन मैले बुझेँ होइन 500 उसले अङ्कमा तिरेन उसले जस्तोलाई कसैको नोजब्लिड अङ्कमा हाने मैले $500 छुटाउन गाह्रो के गलत के रहेछ ठिक अब गर्दिन म भन्दा भन्दै गरे तिमीलाई चेक down on my knees, forgive me, sorry please. Got a man, baby, actually, my Rani's a sorry. गाना दामी हो पायो